भाइ रुममा जानुपर्छ अब है। बाहिर घुमेर समस्याको समाधान हुँदैन भाइ। ल अब यताबाट जाउँ। ल भाइ एकैछिन यहाँ बस्दै गर्नु है। म ट्याक्सी खोजेर आउँछु, यहाँ बस्दै गर्नु, कतै नजानु ल है। म ट्याक्सी लिएर आउँछु, कतै नजानु है। बस खै मेरो चस्मा खै मेरो चस्मा केटोलाई बाटोमा छोडेर त आइयो, ट्याक्सी पाउँछ कि पाउँदैनन्। ट्याक्सी त आइयो, रोक्छ कि रोक्दैन। ल वरिपरि त छैनन् मान्छे। कहाँ गएछ यार यो मान्छे यार? यहीँ छोड्दैन, कहाँ गएछ यार? कहाँ खोज्ने होला? न पहिला बसेको ठाउँतिर गयो कि? भाइ यहाँ मैले उहाँ ट्याक्सी के अरे उसमा छोडेर आएको थियो मैले। अब यहाँ बसाएँ, मैले ट्याक्सी किन लगाएको थियो भागेर यहाँ आइपुग्दै। मेरो चस्मा छोडिएको रहेछ अनि खोज्दै आएको नि। चस्मा यहाँ रहेछ नि त, त्यही भएर चस्मा खोज्दै आएको म यहाँ। भाइ नेपाली हो, नेपाली जस्तै लाग्यो नि। खोज्दै म नेपाली हो। प्यास लागिरहेछ भाइ, अलिकति पानी खाऊ न। के भएको नि उहाँलाई? भाइ बिहानदेखि रुमबाट निस्केर हिँडेको मान्छे, घरमा फोनमा बोलेको जस्तो पनि लागिरहेको थियो। एकैछिन पछि त रुममा पनि छैन, यताउति कतै पनि छैन। म खोज्दै अहिले यहाँ भेटियो। भाइ कहाँ बस्छौ तिमी? म त त्यही नेपाली एम्बेसी अगाडि। भाइ कति भयो यता आउनुभएको? अनि वर्किङ भिसामा हो कि भिजिट भिसामा हो? अनि काम लागेको छ कि छैन अहिले? के कस्तो छ भाइ? त्यसो भए जाउँ त भाइ, हामी त्यहीँ बस्छौँ। भाइले लिएर जाउँ न।